नमस्कार। वेदांग ज्योतिषमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। आज वेदांग ज्योतिषको ज्योतिष प्रशिक्षण कार्यक्रम अन्तर्गत हामीले नामाकरण विषयलाई लिएर आएका छौँ। यदि तपाईहरू पनि ज्योतिष सिक्न चाहनुहुन्छ भने हामीसँग सम्पर्क गर्न सक्नुहुनेछ। नामाकरण विषय, आज कुनै बच्चाको जन्म भएछ र त्यो बच्चाको नाम कुन अक्षरबाट कुन नक्षत्रको कुन चरणबाट हुने रहेछ, यो कुरा आज हामी गर्नेछौँ। र आजकै हामीले एउटा उदाहरणको रूपमा आजकै गरौँ। 2083 साल जेठ महिनाको 5 गते प्रातः बिहानको समयमा 8:45 काठमाडौँमा कुनै बच्चाको जन्म भएछ। अब यो बच्चाको नाम कुन अक्षरबाट रहन्छ, यसको नाम के हुन्छ भन्ने कुराको आजको प्रशिक्षणमा हामीले गर्नेछौँ। सर्वप्रथम हामीलाई नामाकरण गर्नको लागि चाहिने मुख्य कुराहरू, 1 नम्बरमा हामीले इष्टकाल साधन गर्नेछौँ। 2 नम्बरमा हामीले भयात निकाल्नेछौँ र 3 नम्बरमा हामीले भवभोग निकाल्नेछौँ र 4थो नम्बरमा हामीले चरण विभाजन गर्नेछौँ। ल अब हामीले पहिलो चरणमा हामीले निकाल्छौँ इष्टकाल। इष्ट भनेको चाहेको, काल भनेको समय। बच्चा जन्मदाखेरिको समय भनेको बच्चा कति घडी पलामा जन्म भएको रहेछ, बच्चा जन्मदा कति चाहिँ घडी पला बितेको रहेछ, त्यसको नाम चाहिँ इष्टकाल। अब हाम्रो हेर्नुहोस्, इष्टकाल निकाल्नको लागि एउटा फर्मुला छ, यो सूत्रलाई याद गरौँ। जन्म समय माइनस सूर्योदय गुणन 5/2 गरेपछि इष्टकाल निक्लिन्छ। इष्टकाल। अब यसैलाई हामीले इक्जाम्पलको रूपमा लिएर गरौँ। 8:45 को जन्म छ, 8:45 जन्म समय। यदि दिउँसो 12 बजेपछिको जन्म हो भने 13, 14, 15 बज्दै जान्छ र राति 12 बजेपछिको जन्म हो भने 25, 26, 27 बज्दै जान्छ। हाम्रो सावन दिन भनेको, एक दिन भनेको एउटा सूर्योदयबाट अर्को सूर्योदयसम्मको समयलाई हामीले एक दिन भन्छौँ। अब हाम्रो आजको सूर्योदय छ 5:15। बिहानको 5:15 सूर्योदय भयो। ल जन्म समयमा हामीले सूर्योदय घटाइदिने, 45 मा 15 घट्यो, बाँकी रह्यो 30। 8 मा 5 घट्यो, बाँकी रह्यो 3। यो भयो इष्टकाल घण्टादी भनेको घण्टा मिनेटको इष्टकाल भयो। यसको अर्थ बच्चा सूर्योदय भएको अर्थात् घाम झुल्किएको 3 घण्टा 30 मिनट पछि बच्चाको जन्म भएको रहेछ। अब हामीले यसलाई घडी पलामा रूपान्तर गर्ने, 2.5 घडीको 1 घण्टा हुन्छ। त्यो भएको हुनाले हामीले 5 ले गुणन गरेर 2 ले भाग गरेको। यसको अर्थ के हो भने यसलाई डाइरेक्ट 2.5 ले गुणन गरे हो। 2.5 ले डाइरेक्ट गुणन गर्न 18 भएको हुनाले 5 ले गुणन गरेर 2 ले भाग गरिदिएको हो। अब यसलाई 5 ले गुणन गरौँ। 5 3 15, 150 भयो। 5 3 15। अब यो घण्टा हो, यो मिनेट हो। मिनेट 60 भन्दा बढी भएपछि यता ल्याउन पाइयो भनेपछि 150 मिनट भनेको 2 घण्टा 30 मिनट हो। 15 2 ले 17, यता बाँकी रह्यो 20, 30 बाँकी रह्यो। 6 दुना 12, 120 भनेपछि यहाँनिर 2 यता 2 आयो, यता 30 बाँकी रह्यो। यसलाई अब हामीले के गर्छौँ, 17 30 भयो। यसलाई हामीले 2 ले भाग गर्ने। 2 18 16
1 रह्यो। यो 1 चाहिँ हाम्रो घडीमा छ, यसलाई पलामा कन्भर्ट गरौँ इन्टु 60 गरेर 60 भयो प्लस 30 हाम्रो पला छँदैछ, 60 र 30 ले 90 भयो। यो 90 लाई पनि हामीले 2 ले भाग गर्ने हो भने 45 पल्ट जान्छ, 45 दुना 90 भनेपछि देयरफोर इष्टकाल बराबर 8 घडी 45 पला घडी पलामा आयो। भन्न खोजेको मतलब यो बच्चा चाहिँ सूर्योदय पछिको 8 घडी 45 पला जाँदाको जन्म भएको रहेछ। इष्टकाल कति आयो? 8 घडी 45 पला, 8 घडी 45 पला इष्टकाल भयो। अब हामीले अर्को हिसाब निकाल्नु छ, भयात निकाल्नु छ अनि भवोग निकाल्नु छ। भयात र भवोगको लागि यहाँ सूत्र हेरौँ। गतर्क्ष नाड्यः खरसेषु शुद्धा सूर्योदयादिष्ट घटिषु युक्ता भयात संज्ञा भवतीह तस्य निजर्क्ष नाड्य सहिता भवोगः। अब यो श्लोकलाई हेर्नुहोस्। गतर्क्ष खरसेषु शुद्धा सूर्योदयादिष्ट घटिषु युक्ता भयाप्त संज्ञा भवतीह तस्य निजर्क्ष नाडी सहिता भवोगः। अब यसको अर्थ बुझौँ। गत भनेको बितेको, ऋक्ष भनेको नक्षत्रको, नाड्य भनेको घडी पला चाहिँ, खरसेषु ख भनेको शून्य र स भनेको छ, शून्य र छ भयो। अङ्का नाम वामनो गति भनिन्छ। अङ्कको गति जहिले पनि देब्रे गति हुन्छ। भनेको ख भनेको शून्य र स भनेको छ भनेपछि कति भयो? 60 भयो। 60 बाट शुद्धा घटाइदिने र सूर्योदयादिष्ट घटिषु युक्ता, सूर्योदयादिष्ट घटी भनेको इष्टकाल, युक्ता भनेको जोडिदिने हो भने भयात संज्ञा, त्यसको नाम चाहिँ भयात संज्ञा हुन्छ, भयात नाम हुन्छ। यसलाई सहज गरी फर्मुला बनाएर हेरौँ। भयात बराबर 60 माइनस गत नक्षत्रको घडी पला प्लस इष्टकाल, यति गरेपछि भयात निक्लन्छ। भयात भनेको बच्चा जुन नक्षत्रमा जन्मिएको छ त्यो नक्षत्रले बच्चा जन्मिएको समयमा कति घडी पला भोग गर्यो त्यसको नाम भयात। अब त्यो जुन नक्षत्रमा बच्चा जन्मियो त्यसले टोटल भोग गर्ने भ्यालु चाहिँ भवोग भयो। भवोग निकाल्नको लागि के गर्छौँ? फेरि यो श्लोकमा हेर्नुहोस्। तस्य भनेको त्यसको, कसको? 60 बाट गत नक्षत्रको घडी पल्ला घटाएर आएको मानको, त्यसमा चाहिँ निजर्क्ष नाट्य, निज नक्षत्रको नाट्य भनेको घडी पल्ला चाहिँ सहिता भनेको जोडिदिने हो भने भवोगः भवोग निक्लन्छ। यसलाई फर्मुला बनाऊ। 60 माइनस गत नक्षत्रको घडी पल्ला प्लस निज नक्षत्र, यति गरेपछि भवोग निक्लने भयो। अब हामीले भयात भवोगको हिसाब गरौँ। यो हाम्रो फर्मुला भयो, यसलाई याद गरौँ। गतर्क्ष नाड्यः खरसेषु शुद्धा सूर्योदयादिष्ट घटिषु युक्ता भयात संज्ञा भवतीह तस्य निजर्क्ष नाडी सहिता भवोगः। अब हामीले भयात निकालौँ। सुरुमा भयात निकाल्नको लागि 60 बाट गत नक्षत्रको घडी पल्ला घटाउँ। हाम्रो 5 गतेको बच्चाको जन्म भएको छ। 5 गते मृगशिरा नक्षत्र छ, 19 घडी 14 पल्ला हाम्रो बच्चा जन्मिएको छ। 8 घडी 45 पल्ला जाँदा भनेको मृगशिरा नक्षत्र निज नक्षत्र भयो, अघिल्लो दिनको नक्षत्र गत नक्षत्र भयो।
रोहिणी नक्षत्र गत नक्षत्र 23 घडी 24 पला 23 घडी 24 पला यो गत रोहिणी नक्षत्र 60 माइनस गत नक्षत्रको घडी पला गर्ने। अब यो घटेन 0 बाट 24 घटेन। यदि तपाईहरुलाई घटाउन अप्ठ्यारो लाग्यो भने 59 60 माइनस 23 24 गरे पनि हुन्छ है। एउटै कुरा हो, जसरी गरे पनि यताबाट यहाँ नघटिस यताबाट एक सापट्टि आयो, एक घडी चाहिँ पलामा जाँदा 60 भएर गयो, 60 माइनस 24 गर्दा आयो 36। अब यहाँनिर 59 मात्रै बाँकी छ। 59 बाट 23 घटाउ 9 मा 3 गएछ, यहाँनिर 5 छ, 5 मा 2 गए 3, 36 आयो। यो भनेको गत नक्षत्रबाट घडी पला घटाएर आएको मान। अब यो 36 मा हामीले इष्टकाल जोडिदिउँ। 8 घडी 45 पला इष्टकाल जोडिदिउँ। अब इष्टकाल जोड्दा कति भयो त भन्दा 6 5 ले 11 को 1 आयो 1, 4 3 7 1 ले 8 81 भयो। यहाँ 8 6 14 को 4 आयो 1, 3 1 ले 4 44 81 भयो। यो 60 भन्दा बढी छ। 60 भन्दा कति बढी छ? 21 बढी छ भनेपछि यता 1 ल्याएर जोडिदिउँ, यसमा +1 गर्दिउँ अनि यसमा -60 गर्दिउँ भनेपछि कति भयो? 21 भयो। यहाँ भयो 44 1 ले 45। यो भयो भया त कुन नक्षत्रको? मृगशिरा नक्षत्रको। बच्चा 45 घडी 21 पला मृगशिरा नक्षत्र बितेपछि जन्म भएको रहेछ। अब हामीले भवोग निकालौं। पहिले भया त यता टिपौं। 45 घडी 21 पला। अब हामीले भवोग निकालौं। भवोग निकाल्नको लागि हाम्रो फर्मुला छ त्यही अघिकै हो। 60 माइनस गत नक्षत्रको घडी पला 23 24 अघि नै आएको छ, घटेर आएको। यो भनेको गत नक्षत्र घडी पला हो, घटेर आएको छ 36। अब यसमा निज नक्षत्र भनेको बच्चा जुन नक्षत्रमा जन्मिएको हो त्यो नक्षत्र, निज नक्षत्र भनेको हाम्रो मृग नक्षत्र छ। मृगशिरा नक्षत्र 19 घडी 14 पला 19 घडी 14 पला। यो भनेको निज मृगशिरा नक्षत्र। निज नक्षत्र जोडिदिने 6 4 ले 10 को 0 आयो 1, 3 1 ले 4 1 ले 5 50 भयो। 6 र 9 6 15 को 5 आयो 1, 3 1 ले 4 1 ले 5 55 50। यो भयो हाम्रो भवोग निक्ल्यो 55 घडी 50 पला भनेको यो मृगशिरा नक्षत्रले टोटल भोग गर्ने भ्यालु भनेको 55 घडी 50 पला रहेछ। भवोग निक्ल्यो 55 50। अब हामीले चरण विभाजन गरौं। एउटा नक्षत्रमा 4 वटा चरण हुन्छन्। 4 वटा चरण हुन्छन् एउटा नक्षत्रमा भनेको हाम्रो नक्षत्रको भवोग जुन नक्षत्रमा बच्चा जन्मिएको छ त्यो नक्षत्रको भवोग छ 55 50। यसलाई हामीले 4 ले भाग गरौं। 4 एकान 4 1 0 5 4 3 12 3 शेष रह्यो। यसलाई हामीले 60 ले गुणन गरौं 180 भयो। यसमा 50 जोडौं पलालाई 0 को 0 8 5 13 3 आयो 1 2 1 1 ले 2 230 भयो। अब यसलाई पनि हामीले 4 ले भाग गरौं। 4 पंचे 20 आयो 3 0। 4 ले कति बजेर जान्छ? 7 चौको 28 भनेपछि 2 शेष रह्यो। यो शेषलाई
छोडिदिउँ भनेपछि 13 घडी 57 पल्ला एउटा चरणमा भाग लाग्दो रहेछ। अब हामीले 4 वटा चरणलाई विभाजन गर्छौं। तेह्र 57 इन्टु 1 गरौँ। 13 57 यो भयो प्रथम चरण। 13 57 इन्टु 2 गरौँ। अब यसलाई गुणन गर्न अलिकति अप्ठ्यारो होला। 13 दुना 26 सजिलै हुन्छ। 57 दुना पहिले 57 लाई 2 ले गुणन गरौँ। 57 इन्टु 2 7 दुना 14 को 4 आयो 1 5 दुना 10 1 ले 11 114 भयो। 60 ले भाग गरौँ। 60 51 60 4 को 4 11 भनेपछि 54 बाँकी रह्यो। यता 54 बाँकी रह्यो। यता 1 जान्छ। 13 दुना 26 1 ले 27 54 यो भयो द्वितीय चरण। 13 57 इन्टु 3 गरौँ। फेरि यसलाई रफमा गरौँ। 57 इन्टु 3 7 3 21 को 1 आयो 2 5 3 15 2 17 को 7 आयो 1 171 भयो। यसलाई पनि हामीले 60 ले भाग गरौँ। 60 दुना 120 बाँकी रह्यो शेष रह्यो 51 भनेपछि यो 51 भयो। यता 2 आउने भयो। 13 3 39 र 2 ले 41 51 यो भयो तृतीय चरण। अब यस्तै 13 57 इन्टु 4 अब यो बाँकी रहेको सबै आउने हो। यसमा हेरिराख्नै परेन। हाम्रो भवक छ 55 50 200 आएको रहेछ भनेपछि 55 48 यस्तै आउँछ। गरेर हेरौँ। 57 इन्टु 4 7 चौको 28 को 8 आयो 2 4 5 20 2 22 को 2 आयो 2 228 भयो। यसलाई 60 ले गर्दा 6 तिर्का 18 180 भयो। 8 12 मा 8 बाई 4 मा गिर्यो 48 भयो। 3 आयो भनेपछि यो 48 यो 13 चौको 52 अनि यताको 3 छ 52 र 3 ले 55 55 घडी 48 पल्ला यो भयो चतुर्थ चरण। अब हेर्नुस् हाम्रो भया छ 45 घडी 21 पल्ला भनेपछि 0 बाट 13 घडी 57 पल्ला भित्र परेन। 13 घडी 57 पल्लाबाट 27 घडी 54 पल्ला भित्र पनि परेन। 27 घडी 54 पल्लाबाट 41 घडी 51 पल्लासम्म पनि परेन। 51 पल्ला 41 घडी 51 पल्लाबाट 55 घडी 58 पल्ला यहाँ भित्र पर्यो भनेपछि चतुर्थ चरणमा पर्यो। भनेको मतलब अब हाम्रो बच्चाको नक्षत्र कुन नक्षत्रमा जन्म भएको थियो? मृगशिरा नक्षत्रमा जन्मिएको थियो। अब मृगशिरा नक्षत्रको के हुन्छ र? बेबोकाकी मृगशिरा नक्षत्र हुन्छ। पहिलो चरणमा जन्मिएको भए यो हुन्थ्यो। दोस्रो चरणमा भएको भए भो हुन्थ्यो। तेस्रो चरणमा जन्मिएको भए का हुन्थ्यो। चौथो चरणमा जन्मिएको की भयो भनेपछि आद्याक्षर के भयो? आद्याक्षर बेबोकाकी मृगशिरा कीबाट नाम किरण कृष्ण यस्तै जे नाम पनि राख्न सकियो। भनेपछि 2083 साल जेठको 5 गते बिहान 8:45 जाँदा बच्चाको जन्म भएको रहेछ भने उसको नाम रहने भयो। मृगशिरा नक्षत्रको चौथो चरण कीबाट नाम रहने भयो। ल साथीहरु, आजको क्लासमा हामीले नामाकरण गर्न सिक्यौं पहिलो कन्डिसन। अरु कन्डिसनको बारेमा हामी आगामी दिनमा सिक्दै जानेछौं। अस्तु, नमस्ते।